एभ्रिवान नेपाली नाटीको अनलाइन क्लास लिन चाहनुहुन्छ भने हाम्रो नयाँ क्लास आजदेखि नै स्टार्ट हुँदैछ। त्यो ब्याचमा सिट खाली छ। हिजो 11 नोभेम्बरदेखि स्टार्ट हुने क्लास हाम्रो अस्ति फुल भइसकेको थियो। 12 नोभेम्बर आजदेखि स्टार्ट हुने ब्याचमा अझै पनि सिट्सहरू खाली छ। इनरोल हुनुको लागि nepalinaati.com मा गएर एउटा इनरोलमेन्ट फर्म तपाईले भर्न सक्नुहुन्छ। क्लास चाहिँ हाम्रो हप्ताको 6 घण्टा हुन्छ, 6 आवर्स हुन्छ। सो हामीसँग इनफ टाइम हुन्छ प्र्याक्टिस गर्नलाई। प्राय प्रोभाइडर्सको क्लास 2-3 घण्टा मात्रै हुने गर्छ है त। विकली हाम्रो 6 आवर्स हुन्छ। सो हामी 2 दिन क्लास गर्छौँ। टाइम टेबल स्क्रिनमै छ। वेन्सडे र फ्राइडे गर्छौँ हामीले क्लास। वेन्सडे बिहान हाम्रो सिडनीको टाइम छ 8:30 देखि 11:30। वेन्सडे फ्राइडे दुवै दिन बिहान चाहिँ 8:30 देखि 11:30 क्लास हुन्छ भने बेलुका चाहिँ हाम्रो 6 देखि 9 बजे क्लास हुन्छ। र यो मर्निङ इभिनिङमा फ्लेक्सिबिलिटी हुन्छ। तपाईले जस्तै बुधबार बिहान आएर फेरि शुक्रबार बेलुका गर्न सक्नुहुन्छ हैन। फेरि नेक्स्ट विक दुवै सेसन्स बुधबार शुक्रबार बिहान गर्न सक्नुहुन्छ। आफ्नो सजिलो हिसाबले मर्निङ इभिनिङ क्लास लिन सक्नुहुन्छ र छुटेको क्लासको रेकर्डिङ पनि हेर्न सक्नुहुन्छ। सो हाम्रो पहिलो क्लास आज वेन्सडे हुँदैछ। बिहान क्लास भएको थियो। बिहान इभिनिङ हामीले एउटा टपिक पढाउँछौँ। सो बिहान बेलुका जोइन गर्दा पनि हुन्छ। सो यदि तपाईँ इनरोल गर्न भ्याउनु भएको थियो भने देयर इज स्टिल टाइम। अझै पनि सिट्सहरू खाली छ। एक दिन आजको क्लास इनकेस तपाईको छुटिसकेको छ भने चाहिँ फर्स्ट डेको क्लास छुटेको छ भने तपाईले रेकर्डिङ हेर्न सक्नुहुन्छ। र यो हाम्रो 12 नोभेम्बर सुरु भएर डिसेम्बर 5 मा गएर सकिन्छ। यो ब्याचको क्लासहरू 4 हप्ता क्लास लिनुहुन्छ भने जुन चाहिँ फुल कोर्स हुन्छ। र हामीले सबै बिगिनर फ्रेन्डली क्लास गराउँछौँ। बेसिक लेभलदेखि नै स्टार्ट गरेर लास्ट विकमा हामीले मक टेस्ट गरेर एक्जाममा पास फेल हुन सक्ने लेभलसम्म चाहिँ हामीले हेरेर चाहिँ त्यसरी क्लास चाहिँ अगाडि बढाउँछौँ। सो तपाईको एक्जाम यदि 2025 मै छ, डिसेम्बर 5 पछिको छ भने दिस ब्याच इज द बेस्ट अप्सन तपाईहरुको लागि अहिले। किनकि त्यसपछि हाम्रो नेक्स्ट ब्याच ओपनिङ भनेको एकैचोटि डिसेम्बरमा हुन्छ, विच नेक्स्ट इयर जानमा एक्जाम हुने स्टुडेन्टहरुलाई चाहिँ सुटेबल हुन्छ त्यो चाहिँ। सो एक्जाम तपाईको डिसेम्बरमा छ भने ए ब्याच इनरोल गर्न सक्नुहुन्छ। यदि तपाईको एक्जाम नोभेम्बरको लास्टतिर छ भने 4 हप्ता क्लास लिने तपाईसँग टाइम हुँदैन। सो 2 हप्ता लिएर क्र्यास कोर्स जस्तो गरेर अलि धेरै मेहनत गरेर प्र्याक्टिस गर्न सक्नुहुन्छ। इनरोल गर्नको लागि लिंक म यो भिडियोको कमेन्टमा पनि राखिदिन्छु, अर सिम्पली nepalinaati.com मा पनि जान सक्नुहुन्छ। थ्यांक यू।